हेलो गाइज, मेरो चाहिँ के भन्दा इट्समा स्मार्टी त मेरो चाहिँ आइडी ह्याक भइसकेको छ गाइजहरू। मैले चाहिँ यहाँ आइडी हान्दा मेरो आइडी हान्दाखेरि आउँदै हुन्न, यो आइडी आफै हानेको। यो आइडी हान्दाखेरि नि बिएच नेमार देखाउँछ नाम। आइडी चाहिँ एक दुई महिनै भइसक्यो यहाँ ब्यान्ड भएको होइन। कसैले देख्न चाह्यो बिएच नेमार भन्ने कोही कसैले चिन्नुहुन्छ भने चाहिँ मलाई म्यासेज गर्नु होला। आइडी नि ह्याक भयो यार। अब यो सेकेन्ड आइडीबाट खेल्नुपर्ने हुन्छ। सेकेन्ड आइडीबाट चाहिँ अब गाह्रो छ कि सेकेन्ड आइडी बढ्छ। अब फेरि टपअप सबै भन्नु पऱ्यो होइन। यो बिएच नेमार भनेको यही आइडी हो कि। यो आइडीले चाहिँ त्यस्तो लुटेको छ। अब मेरो आइडी नै लगाइदियो होइन। अब 12-13 हजारै खर्च आइसकेको थियो। यस्तो राम्रो आइडी लगाइदिएको छ। अब सेकेन्ड आइडी बनाउने कि नयाँ आइडी किन्ने भनेर के गर्ने भनेर चाहिँ भनिदिनुहोस् त गाइजहरू। के गर्ने हो क्या, आइडी नि छैन। त्यही हो गाइज, यो चाहिँ मेरो सेकेन्ड भिडियो। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला। टिकटकबाट हेर्नुभएको भने टिकटकमै फलो नि गरिदिनु होला। फलो ब्याक म गरिदिन्छु है त साथीहरू। यो सबैलाई रिक्वेस्ट सब्सक्राइब गर्नु होला है त गाइजहरू। अब के भन्ने होइन। अब यो आइडी मेरो सेकेन्ड आइडी 55 लेभलको के गर्ने अब 7 इयर्स ओल्डबाट आइडी त अर्को लैहाल्यो। ल है त गाइज, आजलाई यति नै।